गरिबको लागि दसैँ तिहार औँसी पुनी सही सङ्क्रान्ति चाडपर्व कुनै कुराको खासै महत्त्व हुँदैन। किनभने सोख न सुर्ता भोक न भकारी भयो खाइदिने हो, रमाइदिने हो, नभए सन्तोष पनि रहिदिने हो। र साथसाथै गरिबको मृत्यु पनि असाध्य सहज हुन्छ। किनभने उसलाई कहीँबाट आउला र यस्तो उपचार गरौँला, अथवा मेरो पैसा यस्तो ठाउँमा लगानी छ, अथवा मेरो ठाउँमा यस्तो ठाउँमा जग्गा जमिन छ, अथवा यति बैङ्कमा मेरो ब्यालेन्स छ, अर्काले खाने भयो, अर्काले कमाउने भयो भन्ने चिन्ता पनि हुँदैन। उसलाई केही मतलब नै भएन। तर गरिबको तुलनामा धनीको मृत्यु यति कठिन र यति पीडादायी हुन्छ कि उसले त मृत्यु भएर जाँदै गर्दाखेरि पनि उसलाई त्यही चिन्ताले ऊ स्वर्ग पुग्नुभन्दा नर्कै पुग्नु बेर हुँदैन। किनभने धनी हुनलाई मान्छेले सबैले सत्कर्म गरेर धनी भएको हुँदैन। झन् अहिलेको कलियुग। किनभने सत्कर्म गरेर मेहनत परिश्रममै गरेर चाहिँ नि मान्छे धनी हुन्थ्यो भने एउटा गिट्टी कुद्ने मान्छे धनी हुन्थ्यो, एउटा चाहिँ नि होटलमा कुक गर्ने मान्छे, एउटा भाँडा मिच्ने मान्छे धनी हुन्थ्यो होइन, एउटा सामान्य पेसा गर्ने मान्छे धनी हुन्थ्यो। तर ऊ किन धनी हुन सकेन? ऊ करोडपति अरबपति खरबपति किन हुन सकेन त? अरबपति खरबपति हुनलाई त अलि न अलिकता औँलो बाङ्गो लाउनै पर्छ। औँलो बाङ्गो लाउनु भनेको असत हो। असतले कमाएको सम्पत्तिको यति माया हुन्छ मर्ने बेला मान्छेलाई कि उसलाई त त्यो मर्ने बेला पनि उसले चाहिँ नि घिट्किरै माथि घिट्किरो लाएर मर्छ। त्यसैले गरिबको तुलनामा धनीको मृत्यु पीडादायक हुन्छ। गरिबलाई चाडबाडको महत्त्व हुँदैन, धनीलाई चाडबाडको महत्त्व एक कारणले हुन्छ कि उसले आफ्नो औकात देखाउन पाउँछ। तर गरिबले आफ्नो जीवनको यथार्थ देखाउँछ। त्यसैले धनी र गरिब बिच भएको एउटा सामान्य भिन्नता पनि हामी यसरी पनि छुट्याउन, देख्न, भोग्न सक्ने गर्छौँ।